आज चाहिँ हाम्रो घरमा तल्लो घरको भीमबहादुर श्रेष्ठ अजाको रोपाइमा सेतार भीमबहादुर अजा चाहिँ ऊ फेरि नाचेगर अलि धेरै भयो कि के नि हुनुहुन्छ है। रोपार चाहिँ 12 जना अरे। आज हाम्रा सेतारे हजुरबाउ चाहिँ खुब नाचे रमाइलो मान्दै हुनुहुन्छ। धेरैजना रोपार भएको ठाउँमा चाहिँ बक्सी गर्नु पायो भनेर होला आज हजुरबाउ। ए पालो पाउनु अरे लु हाम्रो ढाडको निनी पनि पुरा गीत गाउँदै रोप्न थाल्नु पर्छ। अब खाजा खाने बेला भएको छ। हाम्रो घरबेटी आमा चाहिँ हाम्रो हजुरआमा यहाँ निनीले चाहिँ यसो खाजा साजाको लागि यसो हेर्दै हुनुहुन्छ। यहाँ हजुरबा आज चिउरा खाना खाए खाजामा मक्क पर्नु आज सेतारे साइला हजुरबा। यता चाहिँ हजुरआमा चाहिँ यहाँ नाम लियो भनेर खुसी हुनुभएको छ। कोदो रोपेर पनि नाच्दै हुनुहुन्छ। खाजा खाने बेला भने कस्तो खुसी भएर नाच्नु भएको लु दुईवटा। अब त खाजा खाने बेला भने त यति भोक लागिसकेको छ हाम्रो हजुरआमालाई धेरै। हाम्रो अझैलाई भ्याइ नभ्याइ छ फेरि यहाँ खाजा तरकारी। आमा खाजा खाइसकेको हो? खाजा दिनुभएकै छैन अरे। पानी पऱ्यो कि क्या? खाइसक्नु भने नि खाजा कस्तो रहेछ? मिठो छ? बुझ्छ